आज राम मन्दिरको अगाडि उभिँदै हामी बियोन्ड इमेजिनेसनको कथा खोल्दैछौँ। केवल मन्दिर होइन, यो जनकपुरको जीवित धड्कन हो। चौथो आयाममा यो केवल स्थान मात्र होइन, समय पनि हुन्, शताब्दीको चेतनालाई बोकेको। विश्वासले स्थानलाई ऊर्जामा रूपान्तरण गर्छ। राम मन्दिर र राजदेवी मन्दिर सँगै भक्तिको क्वान्टम जडान हुन्। मन्दिर समाजका भावनात्मक आधार हुन्। यहाँ समानताको साँचो अर्थ भेटिन्छ। धनी वा गरिब, युवा वा वृद्ध, सबै देवताका अगाडि समान हुन्छ। यो मन्दिर केवल स्थानीय होइनन्, यो ब्रह्माण्डीय नक्साका नोड हुन्, जसले नेपाल र भारतलाई, इतिहास र भविष्यलाई जोड्छ। सम्पदाले अर्थतन्त्रलाई बल दिन्छ। यहाँको पर्वहरूले व्यापारी, किसान र परिवारलाई जीवन दिन्छ। प्रकृति र भक्तिले एक इको स्पिरिचुअल साइकल बनाउँछ। राम मन्दिरले रामायण बोकेको छ। माता राजदेवी मन्दिरले मिथिलाको राजसी भक्ति बोकेको छ। यी दुवै सँगै मिथक र वास्तविकता बीचको जादुई पुल हुन्। राम मन्दिर र राजदेवी मन्दिरले प्रमाणित गर्छन् कि अध्यात्म र विज्ञान एक हुन्। डिजिटल जनकपुर धाम बनाऊ, जहाँ सम्पदा, समानता र चेतना चौथो आयाममा सँगै हुन्छ। जस्तै सम्पदालाई भिजिबिलिटी चाहिन्छ, त्यस्तै नै स्कुल्स र व्यवसायलाई पनि भेरिफाइड प्रोफाइल चाहिन्छ। यदि जनकपुर धाममा कसैले आफ्नो व्यवसायलाई गुगल म्यापमा लिस्टिङ गर्नु पर्यो भने हामीलाई दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।